वक्तृत्व राखिदिनु हुनको लागि आजका दोस्रो प्रतियोगी शहीद जगत प्रकाश शाह संस्कृत माविका छात्र रोशन खतिवडा भाइलाई हार्दिक आमन्त्रण गर्दछु। भाइको समय सुरु हुन्छ अब। शरीर मन्दिर हो भने योग त्यसको दियो हो, शरीर मन्दिर हो भने योग त्यसको दियो हो, मनलाई एकाग्र पार्ने योग एउटा बियो हो, मनलाई एकाग्र पार्ने योग एउटा बियो हो। धन्यवाद। कार्यक्रम सञ्चालकज्यू, आदरणीय सुन्दर सभाका अध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, यसमा उपस्थित सम्पूर्ण अतिथिवर्गहरू, हातमा ल्याएको तराजुले कलम लिएर बस्नुभएका निष्पक्ष निर्णय गर्ने राजनीतिक निष्पक्ष निर्णय मण्डल, मेरा गुरुवर्ग, मेरा प्रतिस्पर्धी मित्र एवं यहाँ उपस्थित सम्पूर्ण जनहरूमा म रोशन खतिवडा मेरो विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिनन्दन गर्न चाहन्छु। आजको यस राष्ट्रिय योग दिवसको अवसरमा हुन गएको वक्तृत्व कला कार्यक्रममा भाग लिन पाउँदा आफूलाई एकदमै गर्वित महसुस गरेको छु। साथै म यस आयोजकलाई पनि कृतज्ञता व्यक्त गर्न चाहन्छु। आजको यस कार्यक्रमको शीर्षक रहेको छ मानव जीवनमा योग र योग शिक्षाको महत्त्व। ढिला नगरिकन म आफ्नो विषयवस्तुतिर प्रवेश गर्ने अनुमति चाहन्छु। महोदय, सर्वप्रथम योग भनेको के हो त? योग शब्द संस्कृत भाषाको युज धातुबाट बनेको शब्द हो जसको अर्थ हुन्छ जोड्नु र एकता। सामान्य अर्थमा भन्नुपर्दा योग भनेको मन, शरीर र आत्माको एकता हो। योगले कुनै पनि व्यक्तिको दैनिक जीवनमा एकदमै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। योगको उत्पत्ति धेरै शताब्दी पहिला भारतमा भएको थियो। योगले मानिसको व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यलाई राम्रो बनाउन एकदमै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। योग शिक्षा भनेको शरीर, मन र आत्मालाई सन्तुलित र स्वास्थ्य राख्न व्यवस्थित अध्ययन र अभ्यास हो। योग शिक्षाको प्रतिपादक महर्षि पतञ्जलि हुन्। उनले योगलाई चित्तवृत्ति निरोध भनेर परिभाषित गरेका छन्, जसको अर्थ हुन्छ चित्त र वृत्तिहरूलाई निरोध गर्नु नै योग हो। योग शिक्षाको महत्त्वपूर्ण आधार भनेको अष्टाङ्ग योग हो, जस अन्तर्गत यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि पर्छ। योग शिक्षा अन्तर्गत पर्ने विभिन्न अभ्यासहरू मध्ये हामीले दैनिक रूपमा सूर्य नमस्कार, प्राणायाम, कपालभाति, अनुलोम विलोम गऱ्यो भने हाम्रो स्वास्थ्य एकदमै राम्रो हुनेछ। महोदय, आज माघ 1 गते सूर्य उत्तरायण हुन्छ। जसरी सूर्यको प्रकाशले बाहिरी संसारको अन्धकारलाई हटाउँछ, त्यसरी नै योगले हाम्रो भित्री मन र शरीरमा भएको नकारात्मक ऊर्जालाई हटाउँछ। त्यसैले नेपाल सरकारले विक्रम 2072 सालदेखि प्रत्येक वर्ष माघ 1 गतेलाई योग दिवसको रूपमा मनाउँदै आइरहेको छ। योगले केवल रोग मात्रै काट्दैन, यसले नकारात्मक सोचको जरालाई काटिदिन्छ। योग गर्ने मानिस कहिले निराश हुँदैन, किनभने उसले आफूले फेर्ने सासमा नै भगवान र ऊर्जाको अनुभव गर्दछ। त्यसैले भनिन्छ योग गरौँ, निरोगी बनाऊ। आजको युग विज्ञान र प्रविधिको युग हो। आज मानिसहरू केवल मोबाइल र स्क्रिनमा मात्रै ध्यान छ। यस्तो अवस्थामा योगले हामीलाई स्व अर्थात् आफूमा फर्कन सिकाउँछ। यस योगले हाम्रो 7 चक्रलाई जागृत गराइ आफ्नो बल बढाउँछ। जबसम्म विद्यार्थीको पाठ्यक्रममा योग र योग शिक्षा हुँदैन, तबसम्म विद्यार्थीको मन र मस्तिष्कमा शान्ति हुँदैन। यदि विद्यार्थीलाई विद्यालय स्तरदेखि नै योग र योग शिक्षा दिने हो भने हामीले भविष्यमा विद्यार्थीहरूलाई कुनै हस्पिटलको बेडमा नभइकन खेलकुदको मैदानमा र प्रगतिको क्षेत्रमा देख्छौँ। महोदय, हामीले ती विद्यार्थीहरूलाई खेलकुदको क्षेत्रमा र प्रगतिको मैदानमा देख्नेछौँ। योग शिक्षाकै अभावको कारणले आज धेरै युवाहरू डिप्रेसन, एन्जाइटी र तनावमा फँसेका छन्। योग शिक्षाले युवालाई एकाग्रता दिन्छ, विद्यार्थीलाई अनुशासन दिन्छ र वृद्धलाई एक आरोग्यता प्रदान गर्छ। महोदय, म यहाँलाई एउटा तिलो सत्य भन्न चाहन्छु। आज हामीसँग ठुला घर, गाडी, बङ्गला त छन्, तर सानो मन छ। हामीसँग महँगो औषधि त छन्, तर कमजोर स्वास्थ्य अवस्था छ। हामीसँग ठुला बेडहरू छन्, तर निन्द्रा छैन। यहाँ प्रश्न उठ्छ किनभने हामीले बाहिरी संसारलाई त जित्यौँ, तर आफ्नै भित्री मन र शरीरलाई बुझ्न र चिन्न सकेनौँ। हो, त्यही मन र शरीरलाई बुझ्नको लागि हामीलाई योग र योग शिक्षाको आवश्यकता पर्छ। तसर्थ योग केवल कसरत मात्रै होइन, यो त जीवन जिउने एउटा वैज्ञानिक कला हो। योग भनेको त आत्मादेखि परमात्मासम्मको यात्रा हो। भनिन्छ नि, हेल्दी माइन्ड, हेल्दी बडी एन्ड हेल्दी लाइफ हो। यसको लागि योग र योग शिक्षा एकदमै अत्यावश्यक रहेको हुन्छ। योग र योग शिक्षा एकदमै अत्यावश्यक रहेको हुन्छ। योग भनेको शरीर बटाएर मात्रै होइन, योग भनेको त आत्मादेखि परमात्मासम्मको यात्रा हो। जीवन जुन एउटा वैज्ञानिक कला हो। योगलाई हामीले आजको मुख्य आवश्यकता भनेको नै योगलाई जीवनको आधार बनाउनुपर्छ। हामीले दैनिक रूपमा योग गर्नुपर्दछ। म यही मनबाट के भन्न चाहन्छु भने म आफू पनि योग गर्नेछु, अरूलाई पनि योग गर्न प्रेरित गर्नेछु र समाजमा सबैलाई योग र योग शिक्षाको बारेमा सचेतना फैलाउनेछु। अन्त्यमा म के भन्न चाहन्छु भने न कुनै महँगो औषधि, न कुनै पैसाको भारी, योगले बनाउँछ हाम्रो जीवन सुन्दर र फलकारी। रोजौँ योग, गरौँ जीवन रूपान्तरण। स्वस्थ शरीर, शान्त मन, योग नै हो हाम्रो धन। स्वस्थ शरीर, शान्त मन, योग नै हो हाम्रो धन। यति मात्रै म सुन्दर सभाबाट बिदा माग्न चाहन्छु। हस्त धन्यवाद। जय योग। एकदम विचारोत्तक
विचार उत्तेजक प्रस्तुतिको लागि संस्कृत माविका छात्र रोशन खतिवडा भाइलाई हार्दिक धन्यवाद। भाइले आफ्नो प्रस्तुति राखेर